जय मसी नमस्ते साथै प्रेज द लर्ड अनि गड ब्लेस यु अल। परमेश्वरले प्रशस्तै तपाईहरूको जीवनमा आशिष दिनुभएको होस्। धन्यवाद परमेश्वरलाई। यस बेलुकाको इभिनिङको वचन हामी लिएर आइसकेका छौँ। आशिषमय वचन छ र घमण्डी अहङ्कारी र चाहिँ तपाईँ चाहिँ जो चाहिँ दुष्टताले भरिनु भएको छ तपाईहरूको निम्ति जीवित परमेश्वरको जब वचन चाहिँ हामी लिएर आइसकेका छौँ। परमेश्वरले चाहिँ तपाईँलाई के भनिरहनु भएको छ र हामी चाहिँ यो वचनद्वारा हामी आफैलाई चाहिँ जाँच्नेछौँ। हामी कुन बाटो हिँडिरहेका छौँ र कस्तो जीवन बिताइरहेका छौँ र कसको विरुद्धमा चाहिँ हामी खडा भइरहेका छौँ। प्रिय मित्र, बुझ्नुभयो नि? हुन्छ, आउनुहोस् हामी चाहिँ ढिलो नगरी यो वचनमा अगाडि बढ्नेछौँ। यिर्मया 22 अध्यायको तपाईँको 21मा भनिएको छ, त सुरक्षित हुँदा मैले तँलाई चेतावनी दिएँ, तर तैँले भनिस् म सुन्ने छैन। युवा अवस्थादेखि नै तेरो चाल यस्तै भएको छ, तैँले मेरो आज्ञा पालन गरेको छैनस्। र 22मा भनेको छ, तेरा सबै गोठालाहरूलाई बतासले उडाएर लैजानेछ र तँलाई साथ दिनेहरू सबै निर्वासित हुनेछन्। तब तेरा सबै दुष्ट कामको कारणले गर्दा त लज्जित हुनेछस् र तेरो अपमान हुनेछ। आमेन, हालेलुया। धन्यवाद परमेश्वर बुवालाई, प्रभुको प्रशंसा होस्। बुझ्नुभयो त? हामीले चाहिँ जीवित परमेश्वरको जुन चाहिँ विरोध र इन्कार र जुन चाहिँ घृणा गर्छौँ नि, यो कुराले गर्दा हामीलाई संसारको कुनै चाहिँ तपाईँको धन सम्पत्ति र संसारको सम्मान मान र इज्जत र संसारका कुराहरू चाहिँ यो कुराहरूले चाहिँ तपाईँलाई भरिने होइन, तर तपाईँ भित्रमा चाहिँ तपाईँको जीवनमा तपाईँको खुसीमा अनि तपाईँको चाहिँ हाँस्दै खेल्दै गरेको जीवन र परिवारमा चाहिँ परमेश्वरको क्रोध जब तपाईँको दुष्टताको कामले गर्दा जब पर्नेछ अनि तपाईँको जीवनमा चाहिँ यो सबै विपत्तिहरू चाहिँ आउनेछ। परमेश्वरले के भन्नुभएको छ? लज्जित हुनेछस् र आज्ञा पालन, परमेश्वरको आज्ञा पालन गरेको छैनस् है, त सुरक्षित हुँदा। र हामी चाहिँ जब रोगी बिमारी थिएनौँ, हामी सबै कुरामा आनन्दित सुरक्षित थियौँ र आशिषित थियौँ, तर त्यो समयमा परमेश्वरले हामीलाई बारम्बार परमेश्वरको वचनद्वारा हामीले चाहिँ चेतावनी दिनुभएको थियो। तर त्यो वचनको हामीले अवहेलना गरेर, परमेश्वरको अवहेलना गरेर हामीले जो चाहिँ परमेश्वरको विरुद्धमा जुन कामहरू गरिरहेका छौँ, त्यो काम तपाईँले त्यसको विरुद्धमा तपाईँले चाहिँ यो प्रतिफल पाउनुहुनेछ। बुझ्नुभयो नि? त्यसैले विरोध गर्न छोड्नुहोस्, इन्कार गर्न छोड्नुहोस् र घृणा